सबैजनामा नमस्कार। सार्वजनिक संस्थानले लिएको परीक्षा कार्तिक 15 गतेको नतिजा सार्वजनिक भइसकेको छ। नतिजा सार्वजनिक हुने बित्तिकै अब बैंक तथा वित्तीय संस्थान वा कुनै पनि सार्वजनिक संस्थानको विज्ञापन खुल्ने अब बाटो खुलिसकेको छ। त्यसको लागि भोलिबाट नयाँ कक्षा सुरु गर्दैछ स्मार्ट जीकेले, जुन अब हुने विज्ञापनलाई मध्यनजर गर्दै 1 वर्षसम्म तपाईँ पढ्न पाउनुहुनेछ। जो यस पटक सार्वजनिक संस्थानको परीक्षा दिनुभयो उहाँको लागि पास हुनुभएको छ र 2 इयर कोर्स रहेको छ, जो आगामी दिनमा सार्वजनिक संस्थान साथसाथै नयाँ सिलेबस बेस्डमा क्लास गर्न चाहनुहुन्छ उहाँहरूको लागि। कक्षा नयाँ सिलेबस बेस्डमा हुनेछ। नेपाल राष्ट्र बैंकको पनि नयाँ सिलेबस सार्वजनिक गरेसँगै चौथो तहलाई अब सँगै पढ्ने वातावरण पनि बनिसकेको छ। कम्बो कक्षा लिँदा 1 वर्षको लागि भएको हुनाले विज्ञापनसम्म तपाईँले पढ्न पाउनुहुनेछ। कक्षा लिनका लागि तपाईँले व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइएम इन्ट्रेस्टेड लेखेर नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुनेछ। कक्षा डेली लाइभ क्लास, रेकर्डेड भिडियो, पीडीएफ नोट्स, मोक एक्जाम, फिडब्याक, होम असाइनमेन्ट, कपी चेक र निशुल्क फिडब्याक क्लासेसहरू फिजिकल रूपमा पनि गराइनेछ। यति सुविधा, त्यो पनि न्यूनतम शुल्कमा, त्यो पनि आज कक्षा जोइन गर्नुभयो भने 30% छुट पनि पाउनुहुनेछ। तसर्थ यो व्हाट्सएप जुन छ त्यसमा मेसेज गरिहाल्नु होला भन्दै बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।